नमस्कार, म महेश। सदा चाहिँ आज पनि सानो एउटा भिडियो के सम्बन्धी हुनेछ भन्दा पैसा चाहिँ सेभिङमा राख्दा ठिक कि फिक्समा राख्दा ठिक, फिक्स डिपोजिटमा राख्दा ठिक कि एसआइपी गर्दा ठिक कि सेयरमा लगानी गर्दा ठिक कि सेभिङ गर्दा ठिक हुन्छ कि सेभिङ नगरेर फिक्समा राख्दा ठिक हुन्छ कि हैन। फिक्समा भन्दा एसआइपीमा गर्दा ठिक हुन्छ कि एसआइपी भन्दा सेयरमा गर्दा ठिक हुन्छ। यो हामी चारवटा पोइन्टको बारेमा कुरा गर्नेछौँ। सबैभन्दा पहिला सेभिङको बारेमा डिस्कस गर्नेछौँ, त्यसपछि 2 नम्बरमा हामी फिक्सको बारेमा डिस्क्राइब गर्नेछौँ, बुझ्नेछौँ, त्यसपछि एसआइपीको बारेमा, त्यसपछि सेयरमा। अब अलिकति फन्ड छ भने हामीले केमा लगानी गर्दा ठिक हुन्छ, केले हामीलाई बढी रिटर्न दिन्छ हैन। रिटर्नको कुरो पनि रह्यो। अब सेभिङ नै भनेको नै रिटर्न न त हो। अब रिटर्न जेले बढी दिन्छ, जुन सेक्टरमा, जुन डिपोजिटहरूमा हैन, कहाँ पैसा लगाउँदा चाहिँ रिटर्न बढी दिन्छ हामीलाई 20-25% हैन। 18 देखि 12 देखि माथि मिनिमम हैन, 18 देखि 30% कहाँ रिटर्न हुन्छ, जहाँ रिटर्न बढी हुन्छ हामीले पैसा राख्ने त्यही हो। त्यसैले आज यिनीहरूको बारेमा डिस्कस गरौँ। पैसालाई केमा सेभिङ गर्दा ठिक हुन्छ, केमा राख्दा पैसालाई लगानी गर्दा हामीलाई बढी प्रतिफल मिल्छ भन्ने डिस्कस हो। सुरुमा चाहिँ सेभिङको कुरा गरौँला। त्यसपछि 2 नम्बरमा हामी फिक्स सेभिङको, फिक्स डिपोजिटको हैन, अनि 3मा हामी कुरा गर्नेछौँ एसआइपीको है। हामी के को एसआइपीको कुरा गर्नेछौँ र 4मा हामी के को कुरा गर्नेछौँ भन्दा सेयर। सुरुमा सेभिङको कुरा गरौँ। सेभिङको कुरा गर्ने हो भने हामीले धेरै तरिकाले सेभिङ गर्न सकिन्छ। 1 नम्बरमा हामीले घरमै क्यास पैसालाई बाकसमा राखेर हामीले सेभ गर्न सकिन्छ हैन। बाकसमा राखेर हामीले सेभ गर्न सकिन्छ। सेभिङको कुरा गर्दैछौँ सुरुमा। त्यसपछि 2 नम्बरमा हामीले यस्तो चिजमा सेभिङ गर्न सकिन्छ, जस्तै ब्याङ्कहरूमा, फाइनान्स हैन, लघु वित्तहरू, हैन, यस्तो चिजमा हामीले सेभिङ गर्न सकिन्छ। अब सेभिङ नर्मली के हुन्छ, हामीले आज जस्तै राख्न चाह्यौँ, हामीले पैसा राखेर आयौँ, त्यसपछि 2 दिनपछि हामीले चाहियो भनेपछि हामी निकाल्न पनि सक्छौँ चेकबाट। सार्वजनिक बिदा हुनु भएन, जतिखेर चाहियो राख्न सक्ने, जतिखेर हामीले चाहिएको बेला निकालेर हामी चलाउन सक्ने। यो भनेको एउटा सेभिङ, नर्मल सेभिङ भयो है। यसमा रिटर्नको कुरा गर्ने हो भने हामीलाई 2.5 देखि 3% सम्म रिटर्न मिल्छ। 3 भन्दा बढी कुनैमा राम्रो स्किमहरूमा डिपोजिट गर्ने हो भने, डिपोजिटको अर्थ सेभिङ खाता खोल्ने हो भने 2.5 देखि 3.5 हाराहारी एभरेजको कुरा गर्ने हो भने 3% सम्म हामीले रिटर्न पाउन सकिन्छ हैन। अब 10,100 रुपियाँ रिटर्न गरेपछि हामीले 3 रुपियाँ दियो, 103 भयो हाम्रो, 103 रुपियाँ हुन्छ। त्यस्तो 10,000ले सेभिङ गर्ने हो भने हाम्रो कति हुन्छ त, 100 को 3 भन्दा हामीलाई 3,000 रिटर्न मिल्छ। हामीलाई 3,000 रिटर्न मिल्छ है। 3,000 रिटर्न मिल्छ हामीलाई 10 रिटर्न गर्ने हो। 100 सेभिङ गर्दा 3 रुपियाँ रिटर्न मिल्छ भनेपछि 10,000 सेभिङ गर्ने हो भने हामीले अब 3% को दरले भनौँ गर्ने भने हामीलाई
300 रुपियाँ रिटर्न मिल्ने भयो है। 300 रुपियाँ हामीलाई रिटर्न मिल्ने भयो। अब यो कुरा भयो 3%। अब अर्को हामी कुरा गर्नु फिक्स डिपोजिट। अब यसै स्किमहरूमा हामीले सधैँ झिक्न पनि मिल्दैन, सधैँ राख्न पनि मिल्दैन हैन। झिक्ने पनि नमिल्ने, राख्ने पनि नमिल्ने गरी हामीले सेभिङ गर्ने हो भने यसमा अब 1 महिनाको हुन सक्यो, 3 महिनाको हुन सक्यो, 6 महिनाको हुन सक्यो, 1 वर्षको लागि हुन सक्यो हैन। 3 महिनाको लागि, 6 महिनाको लागि, 1 वर्षको लागि, 5 वर्षको लागि, 10 वर्षको लागि, जति वर्षको लागि पनि हुन सक्यो। रिन्यू गर्नुपर्ने हुन्छ प्रत्येक वर्ष, फिक्स डिपोजिटमा राख्न सक्यो। यसमा सधैँ निकालेर सधैँ राख्न मिल्दैन। 1 महिनामा राख्न चाहिँ मिल्छ, निकाल्न सधैँ अब एउटा 1 मन्थ पुग्नु पऱ्यो या त 3 महिना पुग्नु पऱ्यो या 6 महिना पुग्ने टाइम अनुसार निकाल्न कारोबार गर्नु पऱ्यो। यसमा चाहिँ रिटर्नको कुरा गर्ने भने तपाईँको नर्मली 5% देखि 7.5% सम्म रिटर्न हुन्छ यसमा है। 5 देखि 7.5% सम्म हुन्छ। 100 रुपियाँ राख्दा हामीलाई एभरेजको कुरा गर्ने हो भने 6 रुपियाँ मिल्छ। हामीले भनेपछि टोटल कति हुन्छ हाम्रो 106 रुपियाँ हुने भयो है। 106 रुपियाँ हुने भयो टोटल राख्दा। जस्तै 10,000 राख्ने हो भने हामीले 10,000 कति भयो 100 × 6 भनेपछि 600 रुपियाँ हामीलाई मिल्ने भयो। त्यो ब्याज दर है यसरी हुने भयो। 6% सम्म मिल्ने भने है 100 को 6 मिल्यो भने 100 × 100 भने कति हुन्छ 10,000 हुन्छ। अनि 100 × 6 गर्दा हामीलाई 600 रुपियाँ मिल्ने भयो 1 लाखको। त्यस्तै अब 10 लाख कति हुने 6 × 3600 660 भनेपछि 6000 जति मिल्ने भयो हैन। अब त्यही हिसाबले अब 6000 मिल्ने गयो हामीले 1 लाख जम्मा गर्ने भने 1 लाखको चाहिँ फाइनली 1 लाखको चाहिँ हामीलाई 6% एभरेज रेट 6% हामीले रिटर्न पायो भने 1 लाखको हामीलाई कति आउने भयो 6000 आउने भयो। अब 6000 आउने भयो। यहाँ वर्षको कुरा गर्ने हो भने हाम्रो 3000 आउँथ्यो होला हैन। यसरी डबल आउने रहेछ। यो भन्दा 1 मा भन्दा फिक्स डिपोजिटमा हामीले 2 गुणा मिल्यो है। हामीलाई 1 मा भन्दा त्यसमा के छ त डबल मिल्यो, 2 गुणा मिल्यो। अब यो यस्तो हुन्छ। अब अर्को कुरा गर्यो हामी फिक्स डिपोजिट गर्ने पनि कहाँ हुन्छ। कसैले ब्याजमा दिएर हुन्छ हैन, इन्ट्रेस्टमा। कसैले हामी ब्याङ्कमा राख्न सकिन्छ। यो पर्सनलाई दिन सक्यो, पर्सन व्यक्तिलाई हैन ब्याजमा। अनि ब्याङ्कमा राख्न सकियो, फाइनेन्सहरुमा राख्न सकियो। अनि त्यसैगरी अरु केमा राख्न सकियो फाइनेन्सहरु यस्तो चिजमा। जस्तै अब अरुको कुरा गर्ने भने यो बीमातिर राख्न सकियो। यस्तो चिजमा चाहिँ हामी के राख्न सक्छौँ त फिक्स डिपोजिटमा राख्न सक्छौँ। अब हामी अर्को कुरा गरौँ एसआइपी को। फिक्स्ड सेभिङको कुरा गरौँ, फिक्स्ड डिपोजिटको कुरा गरौँ। अब एसआइपी को कुरा गरौँ। अब एसआइपी कुरो भन्ने के हो भन्दा एसआइपी पहिला सबभन्दा सानो छोटकटमा एसआइपी भनेको के हो बुझौँ। एसआइपी भनेको ब्याङ्कहरू अथवा कुनै सङ्घ संस्थाहरूले पैसा कलेक्ट गरेर जनताहरूको पैसा थोरै सानो एमाउन्टलाई कलेक्ट गरेर एउटा ठुलो पैसामा परिणत गरेर सानो पैसालाई जोडेर एउटा ठुलो पैसामा परिणत गरेर त्यसलाई विभिन्न सेक्टरमा फिक्स्ड डिपोजिटमा ब्याङ्कहरूमा लगानी गर्ने, अनि त्यसले शेयर मार्केटहरूमा लगानी गर्ने, म्युचुअल फन्डहरूमा लगानी गर्ने, विभिन्न सेक्टरमा लगानी गरेर यिनीहरूले पैसा कमाउँछ। त्यो पैसा चाहिँ शेयर धनीलाई आफ्नो खर्चहरू कटाएर आफ्नो लागत कटाएर बाँकी पैसा डिभिडेन्डको रूपमा लाभांशको रूपमा जसले डिपोजिट गरेको छ जनताले के गर्छ त यसले रिटर्न गर्ने गर्छ। अब यसमा पनि डिपोजिट गर्न सक्ने यो 2 थरीको हुन्छ है। यो अहिले 2 थरीको मात्रै बुझ्यौँ, हुन त भित्र जाँदा अझ अरू थरीको हुन्छ। ओपन इन्डेड भन्छ, त्यहाँसम्म हामी नपुग्नु। यो 2 थरीको हुन्छ। एउटा म्युचुअल फन्ड हुन्छ है। नर्मली 1000 रुपियाँ 10,000 रुपियाँ 1 लाखदेखि जति पनि यसमा लगानी गर्न सकिन्छ। अर्को 2 नम्बरमा कुरा गर्ने भने हामी यसमा के हुन्छ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान एसआइपी हुन्छ। अब म्युचुअल फन्डहरूले पनि अब के भनेर लिन्छ कि जनतासँग पैसा यिनीहरूले उठाउँछ। अब तपाईहरुको पैसा दिनु सुरुमा यदि फिक्स भन्ने कुरो हुँदैन, यति % रिटर्न हुन्छ भन्ने हुँदैन। यो भित्री एउटा अर्को कुरोमा हुन्छ, त्यसमा हामी पछि कुरा गरौँला। नर्मली म्युचुअल फन्डको कुरा गर्ने हो भने फिक्स यति दिन्छौँ भनेर पहिले नै यिनीहरूको कुनै त्यो बार्गेनिङ हुँदैन कि यति % दिन्छु भनेर प्रायः जसोको
अब यिनीहरूले आफ्नो कमाएको कति पर्सेन्ट रिटर्न दिन सकिन्छ त 7%, 20%, 30%, नर्मली 18 देखि 25% सम्म 16% देखि 25% सम्म नर्मल रिटर्न दिइरहेको हुन्छन्। म्युचुअल फन्डले कुनैले 30% सम्म दिइरहेको हुन्छ हैन। अब त्यो पैसाले चाहिँ 16 देखि 25% रिटर्न दिन सक्छन्। एसआईमा पनि यस्तै हो, हामी मन्थली रूपमा गर्न सकिन्छ। मन्थली 1 मन्थको लागि, 3 मन्थको लागि, 6 मन्थको लागि, 1 इयरको लागि हामी यसरी पनि सिस्टमेटिक प्लानमा आफ्नो ब्याङ्कबाट एसआइपी गर्न सकिन्छ। धेरै छ एसआइपी छ, एनएमबी एसआइपी छ, त्यसैगरी एनएएमबी एसआइपी छ, नबिल ब्याङ्क एसआइपी छ, थुप्रै ब्याङ्कहरूको एसआइपी छन्। त्यसमा हामी एसआइपी पनि गर्न सकिन्छ। अब एसआइपीले पनि त्यही भने आउँछ, 80% तपाईँले फिक्स दिन्छु, डिपोजिट ब्याङ्कमा डिपोजिट तपाईँले हामी 7% दिन्छौँ, 8% दिन्छौँ, 6.5% दिन्छौँ भने पहिला त्यहाँ के हुन्छ त फिक्स भए हुन्छ। सिग्नेचर गराएर ती मान्छेलाई होइन, सिग्नेचर गराएर सबै सुरुमा सौदा गरे हुन्छ। भनेपछि एसआइपीमा के हुन्छ भन्दा तपाईँको यति दिन्छौँ भन्दैन, यिनीहरूले पनि आफ्नो रिटर्न कति कमाउँछन् त्यो अनुसार कुनै वर्ष कम कमायो होला 7% मात्रै देला, कुनै वर्ष बढी कमायो होला 30% देला, 40% देला, 25% देला। यसरी नै यिनीहरूले पनि 18 देखि 25% सम्म 30% सम्म दिन्छन् है, 16 देखि 30 सम्म दिन सक्छन्। अब यसमा लगानी गर्ने हो भने फर इक्जाम्पल मानौँ हाम्रो 100 रुपियाँको 25 रुपियाँ दिन्छ है। त्यसरी 10,000 को कति दिने भयो भन्दा हामीलाई 10,000 लगानी गरेको छ भने हाम्रो 25 × 100 चाहिँ 2500 आउने भयो हाम्रो लगानी। त्यसै गरी 1 लाख छ भनेपछि हाम्रो कति आउने भयो, 25,000 आउने भयो 1 लाख लगानी गर्दा है। अब 1 लाख यो कति गुणा कमाइ भयो भन्दा यसको सेभिङको फिक्स डिपोजिट 2 गुणा, यो फिक्स सेभिङको भन्दा एसआइपी अथवा म्युचुअल फन्डमा हामीले लगानी गर्दा कति पर्सेन्ट रिटर्न मिल्यो भन्दा हाम्रो कति पर्सेन्ट मिल्यो, लगभग हाम्रो एसआइपीमा लगभग हाम्रो 3 नम्बरको इन्भेस्टमेन्ट प्लानमा हामीले लगानी गर्दा हामीले 3 गुणा मिल्यो, यसको 3 गुणा है, फिक्सको 3 गुणा मिल्यो। भनेपछि अब हामीले 1 लाख रुपियाँ राख्दा लास्टमा तुलना गरौँ न, हाम्रो यसमा नर्मली यो फिक्सको कति गुणा पुग्यो, फिक्स सेभिङको हाम्रो 3 गुणासम्म। सधैँ भन्ने हुँदैन, पहिले 2 गुणा मात्रै आउला, 1 गुणा त आउँछ नै आउँछ, त्यस्तो सिचुएसन भयो भने मात्रै, होइन भने 2 गुणादेखि 3 गुणासम्म मजाले यसमा रिटर्न कमाउन सकियो। 2 देखि 4 भनौँ, 2 गुणा, 3 गुणा, 4 गुणासम्म हामीले मजाले यसमा यो एसआइपी गर्दा हामीले रिटर्न कमाउन सक्यो। अब फाइनल कुरा छ हाम्रो सेयरको कुरा गरौँ है। फाइनली हाम्रो के छ त सेयर, हाम्रो 4 नम्बर इन्भेस्टको कुरा हामी गर्दैछौँ सेयरमा। सेयर भन्ने यस्तो क्षेत्र हो कि जहाँ विभिन्न कम्पनीहरूले आफ्ना सेयर निकालेर सेकेन्डरी मार्केटमा के हुन्छन्, लिस्टिङ भएका हुन्छन्। हामीले तिनीहरूलाई किनबेच गरेर त्यहाँबाट प्रफिट कमाउनुलाई सर्ट इन्भेस्टिङ अथवा ट्रेडिङ भनिन्छ भने हामीले लङ टर्मसम्म इन्भेस्ट गरेर कम्पनीले प्रदान गर्ने लाभांशहरू हामीले खानु भनेको त्यो एउटा पनि सेभिङ हो, त्यो पनि एउटा लङ टर्म सेभिङ भयो है। यसमा 2 तरिका भयो। अब यसमा हाई रिस्क छ, यसमा हाई रिस्क हुन्छ अरूभन्दा, सबैभन्दा कम रिस्क भनेको सेभिङमा, अनि अलिकति सेभिङभन्दा 1 स्टेप रिस्क भनेको फिक्स डिपोजिटमा। फिक्स डिपोजिटभन्दा अलिकति रिस्क के छ त एसआइपीमा, र एसआईभन्दा अलिकति हाई रिस्क भनेको के छ त, एसआईभन्दा अलिकति हाई रिस्क भनेको के छ त सेयरमा छ। अनि रिटर्न पनि के हुन्छ त, यिनीहरूको तुलनामा सबैभन्दा बढी रिटर्न यहाँ सेयरबाट हामीले लिन सकिन्छ। अब हाई रिस्क छ भने हाम्रो रिटर्न पनि के छ त, हाई रिटर्न छ। हाई रिस्क छ त हाई रिटर्न छ, हाम्रो हाई रिस्क पनि छ, हाई रिटर्न पनि छ यसमा। अब सबै सेयरको बारेमा किनबेच गर्ने एकदमै पोख्त मान्छेले नर्मली आफ्नो पैसालाई 30 देखि 18 देखि 100% सम्म बढाउन सकिन्छ। आफ्नो क्यापिटललाई 18 देखि 100% सम्म बढाउन सकिन्छ। एउटा एभरेजको कुरा गर्ने हो भने हामी हामी यसमा एभरेजको कुरा गरौँ 35% सम्म रिटर्न कमाउन सकिन्छ। एभरेज कमाउने मान्छे भनौँ भने 100 रुपियाँको हाम्रो 35 रुपियाँ कमाउन सकिन्छ भन्दा 10,000 लगानी गऱ्यो भने कति हुने भयो, 100 × 35 हाम्रो 3500 जति रिटर्न कमाउन सक्ने भयो। त्यस्तै 1 लाख रुपियाँ लगानी गर्ने हो भने हामीले 35,000 जति मिनिमम एभरेजको कुरा गरौँ, एकदम हाईको पनि कुरा गरेन, एउटा राम्रो ट्रेडरले 35,000 जति 1 लाखबाट लगानी गर्यो भने 35,000 जति रिटर्न कमाउन सकिन्छ। अब यसमा कुरा गर्ने हो भने सबैभन्दा बढी यो फिक्स डिपोजिटको कुरा गरौँ हामी, एसआइपीको भन्दा 2 गुणा कमाउन सकिने भयो। एक अर्काको लागि 2 गुणा बढ्दै गएको छ भने यसमा हाई रिस्क पनि धेरै छ, गुमाउने पनि धेरै चान्स छ भने कमाउने पनि धेरै चान्स छ।
अब तपाईले आफै एनालाइज गर्न सक्नुहुन्छ तपाईले कुनमा आफ्नो पैसालाई चाहिँ डिपोजिट गरेर भोलि राम्रो रिटर्न कमाउन सक्नुहुन्छ है। त्यसैले विचार पुर्याउनु होला। इन्भेस्ट गर्नुभन्दा अगाडि आफूले पनि यिनीहरू सेक्टरको बारेमा एकचोटि राम्रो अध्ययन गर्नु होला। अध्ययन गरेर मात्रै इन्भेस्ट गर्दा राम्रो हुन्छ। अब रिटर्न नर्मली जहाँ बढी रिस्क हुन्छ त्यहाँ बढी रिटर्न हुन्छ भन्ने हो भने जहाँ बढी कम रिस्क छ त्यहाँ हाम्रो रिटर्न पनि के हुन्छ कम हुन्छ। ल धन्यवाद सबैले, थ्याङ्क यू यो भिडियो हेरिदिनु भएकोमा। आज अब यति नै बनाऊ, यस्तै भिडियोहरू आउँछन्। मेरो अलिकति सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। आफूलाई मन पर्यो भने आफूलाई यस्ता फाइनेन्स सम्बन्धीका केही सल्लाह लिनु छ भने कमेन्ट गर्नु होला। हवस् त, नमस्कार।